निकाल्नु खाजा हेरौँ के हाल्यो है स्मृतिले अन्ना खाजा खायौँ त्यसपछि फेरि अलि तगडा खुट्टा बलियो बनाएर हिँड्न पर्छ फेरि 3 घन्टा 3 घन्टा हिँड्न पर्छ फेरि फुट्यो सामान त कति साह्रो हो त नि राम्ररी त खानु त रोटी हात धुन पऱ्यो भाइ म पनि तरकारी रोटी तरकारी यति खाइसकेला भात खानु पऱ्यो र बेलुका जाने भात खाने बेलुका एकैचोटि भात खाने बेला पुग्ला नि भनेको त चाँडै नै पुग्नु भयो त घर त